त्यति मन लाउँदिनन् भ्याए आउँछिन् नभ्याए आउँदिनन् वर्षै पछि लाग्छ नि नानीको बिर्स्यौ दिदी यो दुखी माइतीलाई लाउन आइनौ तिहारको भाइटीको फुपू दिदी त्यति मन लाउँदिनन् भ्याए आउँछिन् नभ्याए आउँदिनन् वर्षै पछि लाग्छ नि नानीको बिर्स्यौ दिदी यो दुखी माइतीलाई लाउन आइनौ तिहारको भाइटीको खै किन हो लाउन आइनौ तिहारको भाइटीको उनीसके मखमली माला लाउन आउँछु भाइटीका यसपाला झल्को आउँछ तिहार माइतीको पोहोर साल सकिन आउनलाई लाउन आउँछु यो वर्ष भाइटीको उनीसके मखमली माला लाउन आउँछु भाइटीका यसपाला झल्को आउँछ तिहार माइतीको पोहोर साल सकिन आउनलाई लाउन आउँछु यो वर्ष भाइटीको चित्त नदुख लाउन आउँछु यो वर्ष आए हुन्छ खाली हात छेली पर्दैन त्यो माइतीलाई कोसेली वर्षै पछि लाग्छ नि नानीको बिर्स्यौ दिदी यो दुखी माइतीलाई लाउन आइनौ तिहारको भाइटीको आए हुन्छ खाली हात छेली पर्दैन त्यो माइतीलाई कोसेली वर्षै पछि लाग्छ नि नानीको बिर्स्यौ दिदी यो दुखी माइतीलाई लाउन आइनौ तिहारको भाइटीको खै किन हो लाउन आइनौ तिहारको भाइटीको यो तिहारमा पुज्ने हो भाइ पनि खुसी होलान् आमा र दाइ पनि झल्को आउँछ तिहार माइतीको पोहोर साल सकिन आउनलाई लाउन आउँछु यो वर्ष भाइटीको यो तिहारमा पुज्ने हो भाइ पनि खुसी होलान् आमा र दाइ पनि झल्को आउँछ तिहार माइतीको पोहोर साल सकिन आउनलाई लाउन आउँछु यो वर्ष भाइटीको चित्त नदुख लाउन आउँछु यो वर्ष खेलाउनु खै टिकाको साटो नि बिर्स्यौ होला माइतीको बाटो नि वर्षै पछि लाग्छ नि नानीको बिर्स्यौ दिदी यो दुखी माइतीलाई लाउन आइनौ तिहार
भाइटीको खेलाउनु खै टिकाको साटो नि बिर्स्यौ होला माइतीको बाटो नि वर्षै पछि लाग्छ नि नानीको बिर्स्यौ दिदी यो दुखी माइतीलाई लाउन आइनौ तिहारको भाइटीको खै किन हो लाउन आइनौ तिहारको भाइटीको जन्मी हुर्की खेलेको बाटोलाई के बिर्सन्थे माइतीको बाटोलाई झल्को आउँछ त्यही आँगन माइतीको पोहोर साल सकिन आउनलाई लाउन आउँछु यो वर्ष भाइटीको जन्मी हुर्की खेलेको बाटोलाई के बिर्सन्थे माइतीको बाटोलाई झल्को आउँछ त्यही आँगन माइतीको पोहोर साल सकिन आउनलाई लाउन आउँछु यो वर्ष भाइटीको चित्त नदुख लाउन आउँछु यो वर्ष याद गर्नुहोस् क्रिस म्युजिक तथा तेताल फिल्म्सले आफ्नो दशैं तिहारको सम्पूर्ण भिसिडी तथा डिभिडी बजारमा ल्याएको छ। यदि कुनै व्यक्ति वा पसलबाट यी गीतहरू मेमोरी तथा पेन ड्राइभमा डाउनलोड गरी बिक्री वितरण गरिएको पाइएमा 1 महिना जेल र 3 लाखसम्मको जरिवाना हुने गरी सरकारी व्यवस्था मिलाएको हुँदा यस्ता व्यक्ति तपाईको जानकारीमा छन् भने हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईलाई 50,000 सम्मको पुरस्कार दिनेछौं। सम्पर्कको लागि 9841415640 9851092360। जानकारी गर्ने व्यक्तिको नाम गोप्य राखिनेछ।